हेलो गाइस, म पहिला काम गरेको ठाउँ भाल्चे भन्ने ठाउँमा जाँदैछु आज। हिजो भाइले चाहिँ चामल सकेदै चामल धेरै दिनु भन्नुभएको थियो, तर म चाहिँ अलिक थाकेको कारणले गर्दाखेरि हिँडिँदै गएछु। सो अब चामल त लानु पर्यो, गाडीमा पठाउनु हुन्थ्यो, गाडीमा पठाउनु पाएन, चामल त पुऱ्याउनु पर्यो। त्यसैले म आफै चाहिँ अब भाल्चे जान गइरहेको छु। घरबाट निस्केँ र तपाईँहरूलाई चाहिँ भाल्चे कहाँनिर छ, भाल्चे कस्तो ठाउँ छ, यो सबै कुरा चाहिँ म तपाईँहरूलाई यो भिडियो मार्फत देखाउने छु। हेरिदिनु होला है त। म चाहिँ हाइवेको बाटो हुँदै जाने हो। सो यता यो 12 नम्बर हुँदै 12 नम्बरबाट सिलडेङ्की हुँदै फेरि पुल एउटा कटेर उता हाइवे पुग्छ। हाइवेबाट फेरि अलिक परसम्म गइसकेपछि फेरि एउटा पुल आउँछ बेत्रवतीबाट। फेरि त्यो पुल कटेर चाहिँ यता माथिबाट आएपछि चाहिँ सोले पुग्छ होइन। त्यसपछि फेरि किस्पाङको गेट आइपुग्छ। के अरे किस्पाङको गेट आइपुगेपछि भाल्चे चाहिँ किस्पाङमा पर्छ कि। सो किस्पाङको गेटमा पुगिसकेपछि चाहिँ हजुरहरूलाई देखाउने छु, त्यहीँबाट जाने हो है त। तपाईँहरू मेरो भिडियो हेर्दै गर्नु होला। अहिले यो बाटो खाली रहेछ, नभए त अलि शीतल हुनुपर्छ। यहाँनिर मान्छेको भिड लाग्छ। फेरि ठाउँ त्यति साह्रो राम्रो नभए पनि जो सिलडेङ्की यो चाहिँ एकदमै मनलाई शान्त बनाउने ठाउँ छ। यो सिधा रोडमा हिँड्दाखेरि जति पनि टेन्सन हुन्छ नि मान्छेको, अब आजभोलि टेन्सन हुन्छ नि त। सो टेन्सन रिलिफ हुन्छ यो बाटोमा हिँड्दाखेरि चाहिँ। सबै कुरा भुलेर आफ्नै धुनमा हुन्छ यो बाटोमा हिँड्दा, सिधा बाटोमा है। यहाँ पोखरीको नजारा हेर्दै, छेउछेउमा यो घरहरूको नजारा हेर्दै, अलि पारि हेऱ्यो भने रोडमा कुदिरहेको गाडीहरूको नजारा हेर्दै मनमोहक छ यो ठाउँ। मलाई राम्रो लाग्छ एकदमै। पहिल्यैदेखिबाट आउँथ्यो यहाँ चाहिँ, सानैदेखिबाट बस्नु पनि यहाँ सानैदेखिबाट बसेको हो। सो आउँथ्यो, एकदमै रमाइलो लाग्छ, खुसी लाग्छ यो बाटोमा हिँड्दाखेरि। अब चाहिँ यहाँबाट हामी यता राइट साइडमा घुम्नु पर्यो होइन। यहाँबाट यसरी मुनि जानु पर्यो।
यहाँबाट यसरी मुनि आइसकेपछि फेरि यसरी लेफ्ट साइड मोड्ने यहाँ चाहिँ रेस्टुरेन्ट एउटा छ है, फ्यामिली रेस्टुरेन्ट हो यो चाहिँ। फ्यामिली रेस्टुरेन्ट हुँदै यहाँ पुल आउँछ है। यो पुल मुनिको खोलाको नाम चाहिँ त्रिशुली खोला हो है। बर्खायाममा चाहिँ एकदमै ठुलो आउँछ यो अहिले खालि देखिरहेको बगरहरू पनि पुरा भर्छ कि तकरिबन यो पुलले नै छुनु खोज्छ, त्यत्रो ठुलो आउँछ। अब गएको वर्ष त झन् है गाडी नै हो त्यो के भन्छ ठुलो साउन्ड बोक्ने गाडी हुन्छ नि, हेभी गाडी, लोड गाडीहरू। आमा त्यो गाडीले बोकेर लिएर आउँदै थियो यो खोलाले। उता चाइनापट्टि साइडमा चाहिँ त्यो चाइनाको र नेपालको जोड्ने जुन बोर्डर छ त्यो गेट है, त्यो चाहिँ भक्केर त्यहाँ भएको जति पनि गाडीहरू छ है सब बगाएर लिएर आएको थियो कि। यहाँ त्यो गाडीहरू पनि आइपुगेको थियो है। अब मान्छेको त कुरै नगरौँ है, कति मान्छेहरूले आफ्नो ज्यान गुमाउनु पर्यो त्यो बाढीले गर्दाखेरि। त्यतिखेर बाढी ठुलो आएको थियो, कसैको त हात मात्र, कसैको खुट्टा मात्र भेटेको छ है। अब कोही फेरि त्यहाँ अलि मुनि मिलन चौतारको मुनि चाहिँ अलि मान्छेहरू चाहिँ त्यहाँ बर्खायाममा चाहिँ कस्तो हुन्छ भन्दाखेरि दाउरा टिप्नलाई कि है, दाउरा टिप्नको लागि दाउरा थुप्रो बगाएर लिएर आउँछ नि त। अनि दाउरा टिप्नको लागि चाहिँ आएको थियो रहेछ, मतलब गएको थियो रहेछ है। अनि के भएछ अब माथिबाट ठुलो खोला आइदियो, अनि त्यसपछि त भाग्न सकेन। कतिजना पो थियो भन्दै हुनुहुन्थ्यो, 2 जना चाहिँ बच्नुभयो है। नेपाल आर्मीले बचाउनु भयो उहाँहरूलाई चाहिँ। एकदमै खुसी लागेको थियो त्यतिखेर। त्यो भिडियो धेरै भाइरल पनि भएको थियो सोसियल मिडियाहरूमा। तपाईँहरूले अहिले पनि खोज्नुभयो भने भेटाउन सक्नुहुन्छ होइन। त्यो भिडियो पुरा नेपाल आर्मीले हेलिकप्टर लिएर आएर हेलिकप्टरबाट चाहिँ उद्धार गरेको थियो कि उहाँहरू 2 जनालाई चाहिँ। र उहाँहरू 2 जना अहिले सकुशल पनि हुनुहुन्छ। त्यस्तै हो, बर्खायाममा चाहिँ यो खोला एकदमै ठुलो हुन्छ। धेरै ठुलो भएको कारणले गर्दाखेरि अब खोला छेउमा हुनुभएका जति पनि नेपाली जनता या फिर भनौँ यहाँनिरको आसपासको लोकल मान्छेहरू है, एकदमै डेन्जर हुन्छ क्या उहाँहरूलाई चाहिँ। के भनौँ अब एकदम खतरनाक हुन्छ। यस अहिले पनि अब तपाईँहरूले मेरो यो भिडियो हेर्नुहुन्छ भनेदेखि आग्रह के गर्न चाहन्छु भनेदेखि तपाईँहरू चाहिँ सकेसम्म खोलाभन्दा अलिक टाढा बस्नुहोस् है। अब बर्खायाम सुरु हुनै लाग्यो, अहिले त अब जेठ लाग्न लाग्यो है। अब जेठ असार साउनमा त अब फेरि पनि ठुलो भएर आउँछ यो खोला। सो तपाईँहरू बस्नुहोस् है, आफ्नो सुरक्षा गर्नुहोस् भन्ने आग्रह गर्न चाहन्छु। यहाँ पनि फेरि भिर आइगर्छ कि, मतलब पहिरो आइगर्छ हो। अनि यो बाटो चाहिँ कहिले पिच हुँदैन, यहाँ माथिसम्म पिच छ, फेरि यति एरिया पिच हुँदैन। अब फेरि यहाँबाट पिच सुरु हुन्छ, फेरि यस्तो छ। यो ठाउँ पनि कति रमाइलो छ हेर्नु न। ठ्याक्क यहाँ पहाड है दायाँ बायाँ, अनि त्यसपछि घरहरू, सिधा रोड, ठुलो रोड है। यहाँ हिँड्नलाई रमाइलो छ, हावा फ्रेस छ, धुलो धुवा त्यति छैन है, रमाइलो छ यो ठाउँ पनि।
यो ठाउँको नाम चाहिँ सायद मेरो विचारमा भैँसे भन्छ जस्तो लाग्यो, एक्ज्याक्टली थाहा छैन मलाई, र भैँसे भन्छ जस्तो लाग्यो यो ठाउँलाई चाहिँ। त्यस्तो छ। जाडो महिनामा यहाँनिर त अँध्यारो नै हुन्छ हौ, पुरै अँध्यारो हुन्छ। ओ सेट, यहाँ एक्सिडेन्ट भएछ कि के हो? एक्सिडेन्ट भएछ। डेन्जर एक्सिडेन्ट भएछ हौ यहाँनिर चाहिँ बिस्तारै चलाउनु होला है साथीभाइहरू। अब मोड छ अनि ठ्याक्क यो झाडीहरूले गर्दाखेरि देखिँदैन कि उताबाट को आइरहेछ भन्ने नै, अन्त एक्सिडेन्ट भइहाल्छ यहाँ। यहाँ चाहिँ अलि स्लो चलाउनु होला तपाईँहरू। आफूले आफ्नो सेफ्टी गर्नुहोस्। अब चाहिँ बेत्रवती आइपुग्यौँ हामी है। यो ठाउँको नाम चाहिँ बेत्रवती हो। यो चाहिँ बेत्रवतीको पुलिस स्टेसन। यहाँ चाहिँ तपाईँहरूले पेट्रोल डिजेल चाहिँ तपाईँहरूले यहाँ पाउनु सक्नुहुन्छ होइन, यदि बाटोमा सकिहाल्यो भने। र हरेक वर्ष यो ठाउँमा चाहिँ गोरु जुधाइ पनि हुन्छ है। तपाईँहरू हेर्नु चाहनुहुन्छ भने माघको 1 गते माघे सङ्क्रान्तिमा तपाईँहरू यता आएर गोरु जुधाइको एकदमै रमणीय प्रदर्शन हुन्छ, तपाईँले हेर्न सक्नुहुन्छ है। हो यहाँनिर त पुरा पाइप गर्दै रहेछ त, बाटोको छैन के हो? बाटो छैन रहेछ भने त थाना भन्छ त। रहेछ धन्न, ठिक छ। यहाँबाट चाहिँ यसरी लेफ्ट साइडमा आएर एउटा सानो साँगुरो बाटो छ यो, यसलाई क्रस गर्नु पर्यो। यसरी हामी पुलमा आइपुग्छौँ। यहाँ पनि पहिरो गएछ। मकैको बोटहरू ठुल्ठुलो भएछ है। अब यो मकैको बोटहरूले पनि बाटो छेक्ने रहेछ, उताबाट के आइरहेछ थाहा पाउन अलिक गाह्रो बनाउने रहेछ। यहाँ पनि तपाईँहरू अब हिँड्नु हुँदाखेरि एकदमै ध्यान गरेर हिँड्नु होला। यो मकैको बोटले अलिक गाह्रो बनाउने रहेछ, बाटो नदेख्ने रहेछ, सो जोगिएर हिँड्नु।
यहाँ पनि बाटो त पहिला त एकदमै नराम्रो थियो, अहिले चाहिँ फेरि राम्रो बनाइदिएछ है। यहाँ पनि धेरै उयो नै त होइन, जस्ट यहाँनिरसम्म चाहिँ राम्रो बनाइदिएछ यो ढलान हालेर है, एकदम ठिक छ। बाटो पनि अफरोड तेज हुन्छ। थ्याङ्क यू। ल अब चाहिँ हामी यो सोले भन्ने ठाउँ कटेर है अब किस्पाङको किस्पाङ भन्ने ठाउँमा जान लागिरहेको छौँ। यहाँदेखिबाट चाहिँ किस्पाङ सुरु हुन्छ है। यो गेट देख्न सक्नुहुन्छ, एकदमै ठुलो छ। What the hell? यो बाइक पनि के भएको बेला बेला चाहिँ अलि पावर नै दिन खोज्दैन हौ। सायद कार्बोरेटर गयो कि भन्ने शङ्का लाग्छ। हुन पनि सक्छ, नहुन पनि सक्छ। फेरि अहिले फेरि नर्मली काम गरेर आउँछ, बेला बेला चाहिँ त्यस्तो हरकत गर्छ, अलि बुर गर्छ, पावर दिन खोज्दैन। अब यो पिच पनि फेरि त्यति माथि भाल्चिनेसम्म चाहिँ छैन, अलि आधा बाटोसम्म मात्र, सातो बाटोसम्म मात्र छ। सातो बाटोपछि फेरि अफरोड सुरु हुन्छ। लगभग आधा घन्टा 45 मिनट जति चाहिँ अफरोड नै हिँड्नुपर्ने हुन्छ। तपाईँहरूले आउनुभयो भने तपाईँहरू है, तपाईँहरू आउनुभयो भने बाटो त्यस्तो छ। यहाँबाट लगभग यस त्यसबाट 1 घन्टा जस्तो चाहिँ पिच रोड नै छ। त्यसपछि चाहिँ अफरोड सुरु हुन्छ 40-45 मिनटको। अब त्यति अफरोडै चलाउँदै नचलाउने
राइडरहरू हुनुहुन्छ है भनेदेखि चाहिँ तपाईँहरूलाई त्यो अफरोड चलाउनु चाहिँ एकदमै गाह्रो हुनसक्छ किनभने त्यहाँनिर ढुङ्गै ढुङ्गा मात्र छ हो ठुल्ठुलो ढुङ्गा मात्र छ सातो बाटोबाट उता काउलेसम्म चाहिँ ठिकै छ काउलेबाट चाहिँ फेरि माथि एकदमै गाह्रो छ अफरोड पनि त्यहाँ चाहिँ तपाईँहरू अलि मानि नहुनेले नसक्न सक्छ एकदम गाह्रो हुन्छ यसरी मोडहरूमा हर्न बजाउँदै हिँड्नु ल फेरि यहाँनिर त गाडीहरू चुपचाप आउँछ हो थाहै हुँदैन कहाँबाट आइरहेछ भन्ने त्यही भएर आफ्नो सेफ्टी चाहिँ आफै गरेर हिँड्नुपर्ने हुन्छ हामी यहाँ चाहिँ यो यति बिजी रोड होइन नि त त्यही भएको कारणले गर्दाखेरि पनि मान्छेहरू यहाँ हर्नै नबजाइकन हिँडिरहेको हुन्छ सो केही गरी आफ्नो रुटमै अरू पनि अरू आफ्नै रुटमा हामी पनि आफ्नो रुटमा हिँडिराख्दाखेरि कहिलेकाहीँ चाहिँ अब एक्सिडेन्ट हुनसक्छ सो अब हर्न बजाएर हिँड्नु अरूले नबजाए पनि है हामी चाहिँ आफ्नो सेफ्टीको लागि आफै हर्न बजाएर हिँड्नुपर्ने हुन्छ पानी पर्छ कि के हो माथि पुग्नुन्जेलसम्म त पानी पर्छ जस्तो छ हेरौँ के हुन्छ अवस्था है यस्तो हुन्छ हेर्नु हर्न नबजाइ आउँछ अनि फेरि अरूको रुटमा आउँछ फेरि यदि मैले त्यहाँ हर्न नबजाएको भए अलि मोडमै परेको भए त एक्सिडेन्ट हुन्थ्यो होला त्यही भएर जोगिएर चलाउनु पर्ने हुन्छ यहाँ चाहिँ यो बाटोमा फेरि मोडै मोड छ अनि फेरि यो रुखहरू झाडीहरूले गर्दाखेरि त्यति क्लियर देख्दैन क्या बाटो अनि बाटो क्लियर नभएपछि के आइरहेछ भन्ने थाहा हुँदैन अनि फेरि हामी चाहिँ अब यहाँ के भन्छ हेलमेट लगाऊ फेरि बाइकको साउन्डले गर्दाखेरि चाहिँ फेरि साउन्ड नै सुनिन्न कि उताबाट बाइक गाडीहरू आइरहेछ अब हर्न बजायो भने चाहिँ हर्नको साउन्ड तिखो हुन्छ त्यो तिखो भएको कारणले गर्दाखेरि चाहिँ गेस गर्न सकिन्छ है के न के आइरहेछ भनेर अनि हर्नै नबजाइकन आइसकेपछि त थाहै हुँदैन अनि यो ठाउँको नाम चाहिँ मानेगाउँ हो क्या अरे मानेगाउँ नै भने जस्तो लाग्यो चाहिँ यो गाउँ चाहिँ यस्तो छ है रोड मुनि मुनि घर
रोडभन्दा माथि नै घर। बाटो त पहिला त अब हप्ता पछि हिँड्थ्यो, अहिले त धेरै महिना नै भयो भनौँ। अब लगभग डेढ 2 महिना जति भयो यो बाटोमा नहिँडेको। रमाइलो लागिरहेको छ यो बाटोमा फेरि पनि हिँड्न पाउँदा। अब चाहिँ अलि चिसो फिल हुँदै आउँछ। त्रिशुली गर्मी छ। त्रिशुलीबाट धेरै त होइन, लगभग 1800-1900 जति होइन, 800 कि 900 जति मिटर माथि छ क्या यो के भन्छ हाइट। त्यतिमैमा अब पुरा चिसो हुन्छ क्या माथि चाहिँ। जाडो महिनामा त झन् धेरै चिसो हुन्छ। बस्नलाई हावापानी चाहिँ एकदम ठिक छ भाल चाहिँ होइन। तर एउटा समस्या के हो भन्दाखेरि एउटै होइन, 2-3 वटा छ समस्याहरू। तीमध्ये एउटा नेटवर्क समस्या है, कम्युनिकेसनको समस्या चाहिँ थोरै विक छ। अब वाइफाई चल्यो भने चल्यो, चलेन भने अब तपाईँहरूलाई कल गर्नलाई पनि गाह्रै बनाउँछ क्या, नेटवर्क त्यति क्लियर छैन। अनि त्यसपछि गएर दोस्रो समस्या भनेको हेल्थ पोस्ट मात्र छ, ठुलो हस्पिटल छैन है। यदि तपाईँहरू कुनै ठुलो रोग लाग्यो, ठुलो बिरामी भयो भने तपाईँहरूले चाहिँ त्यति राम्रो सर्भिस पाउँदैन है। एउटा त्यो भयो। र अर्को भनेको एउटा बाटो है, बाटो अलि नराम्रो छ त्यहाँसम्म जानलाई। यदि कोही बिरामी भइहालेछ भने पनि तत्कालै अब सहरमा ल्याएर उपचार गर्नलाई चाहिँ अलिक गाह्रै बनाउँछ, अफरोड धेरै छ है। अब कुनै बेला त इमर्जेन्सी केस परिरहेको हुन्छ, सेकेन्डको महत्त्व भइरहेको हुन्छ त्यतिखेर। अनि यो बाटोले गर्दाखेरि पनि कसैले ज्यान गुमाउनु पर्न सक्ने हुनसक्छ है। त्यही भएर एउटा बाटोको समस्या छ। र के भन्छ सेफ्टीको लागि छन त पुलिस स्टेसन त छ, बट त्यति मेरो विचारमा ठुलो छैन, सानो स्टेसन छ। र ठिकै छ, त्यो गाउँमा त्यति ठुलो पनि चाहिँदैन। तर सेफ्टीको लागि है चाहिँ ठुलै भएको भए, पुलिसहरू पनि धेरै भएको भए चाहिँ अझ धेरै सेफ्टी हुन्छ कि भन्ने मात्र हो। अन्त भए त ठिकै छ। त्यति मेन त्यो 3टा कुराहरू चाहिँ भाल्चेमा थोरै कमजोरी छ। होइन भने त अरू त ठिकै छ। तपाईँलाई त्यहाँ बस्नलाई एकदम शीतल, गर्मी महिनामा नि शीतल हुन्छ। अब गर्मी महिनामा बाहिर हिँड्यो भने चाहिँ गर्मी त गर्मी नै हुन्छ हिँडिराख्दाखेरि चाहिँ। तर रुमभित्र बस्दाखेरि चाहिँ शीतल हुन्छ क्या। अब लाइक बेलुका त सिरक नै ओढेर सुत्नु पर्ने हुन्छ। कन्डिसन त्यस्तो हुन्छ यहाँ चाहिँ।
जाडो महिनामा त झन् अभियसली भन्नै पर्दैन। तर जाडो महिनामा एउटा फाइदा चाहिँ के छ भनेदेखि घाम चाँडै आउँछ है, घाम चाँडै आउँछ। अनि फेरि बिहानै उठेर टक्क घाममा बसेर घाम ताप्दै बस्नलाई, अनि साथमा चिया है, चिया पिउँदै घाम ताप्दै बस्न चाहिँ छुट्टै मजा छ जाडो महिनामा। यदि तपाईँहरू पनि आउन चाहनुहुन्छ भने म चाहिँ प्रिफर तपाईँहरूले के गर्छु, सजेस्ट के गर्छु भन्दाखेरि तपाईँहरू चाहिँ जाडो महिनामा आउनुहोस् है। जाडो महिनामा आउनु हुँदाखेरि चाहिँ, तर जाडो महिनामा एउटा बेफाइदा चाहिँ के हुन्छ भन्दाखेरि बाइक चलाउन थोरै गाह्रो। अनि त्यसपछि गएर मान्छेहरू भाल्चे आउने भनेको मेन एउटै कारण हो कि त त्यो माथि सिङ्ला जानलाई, कि त भने यो भेडा फार्म हेर्नलाई है, भेडा फार्म किस्फार्म हेर्नलाई चाहिँ आउने हो। अब जाडो महिनामा चाहिँ के हुन्छ भनेदेखि किस्पाङमा पानी सुकेको हुन्छ, अनि दुङमाङमा घाँसहरू सुकेको हुन्छ है, हरियाली हुँदैन। अनि के भन्छ, तपाईँ सिङ्लाहरू जानुहुन्छ भनेदेखि अब टाढा बाटो, सो चाँडै रात पर्छ, त्यति चाहिँ बेफाइदा हुन्छ। तर आउनु हुँदाखेरि चाहिँ फेरि फाइदाहरू चाहिँ के भन्दाखेरि पानी पर्दैन है, मजाले झपक्क कपडा सपडा लाएर घाम ताप्दै बाइक चलाउन हिँड्नु मजा हुन्छ है। अब बाहिर बसेर तपाईँले फेरि त्यहाँ भाल्चुमा चाहिँ क्लियर हुन्छ क्या आकाश चाहिँ त्यतिखेर। सो तपाईँले भ्यू एकदमै राम्रो क्लियर देख्न सक्नुहुन्छ है, उसो लाग्दैन त्यति। सो तिनीहरू चाहिँ फाइदा छ। अनि अब पानी पर्ने सिजन मन पराउनुहुन्छ, हरियाली मन पराउनुहुन्छ भनेदेखि चाहिँ तपाईँहरू जेठ असार साउनेर चाहिँ आउनु हुँदाखेरि राम्रो, किनभने त्यतिखेर एकदमै हरियाली हुन्छ सबै थोक है, जहाँ गए पनि हरियाली। त्यहाँ पनि फेरि बेफाइदा के छ भनेदेखि जुगा आउँछ कि इन्जिनियर भाल्चेको मान्छेहरूले चाहिँ जुगालाई इन्जिनियर भन्दो रहेछ होइन। म चाहिँ सुरुमा साथीहरूले यहाँ त इन्जिनियरहरू आउँछ नि भनेर भन्नुभयो। कस्तो इन्जिनियर, के को इन्जिनियर, के को लागि आउँदो होला इन्जिनियर? अब यहाँ त केही निर्माण गर्न लागेको केही पनि छैन है, प्रोजेक्टहरू केही पनि छैन, के को इन्जिनियर भन्नुहुन्छ भन्छु म त है। लास्टमा कस्तो इन्जिनियर हो, के को लागि भनेर सोद्धाखेरि त जुगा अरे हो। अनि जुगाले इन्जिनियर किन भनेको भन्दाखेरि त अनि यस्तो यस्तो गर्दै नाप्दै हिँड्छ अरे, अनि त्यही भएर इन्जिनियर भनेको अरे हो। म हाँसेर बन्नु बनाएन त्यतिखेर फर्स्ट टाइम सुन्दा है, जुगालाई इन्जिनियर। निकै रमाइलो कुरा थियो त्यतिखेर है, खुसी लाग्यो नयाँ नाम सुन्न पायो भनेर। र यो कुरा तपाईँलाई पनि भने अनौठो लाग्छ होला तपाईँलाई पनि यो कुरा, जुगालाई इन्जिनियर। हामी चाहिँ सातो बाटोमा आइपुगिसकेका थियो है, तपाईँलाई भन्न बिर्सेछु कुरै कुरामा। सातो बाटो आएर कट्यौँ हामी। अब अफरोड सुरु भइगयो चाहिँ, बाटो यस्तो छ होइन। यहाँबाट कौलीसम्म चाहिँ यतिको ठिकै छ, त्यति नराम्रो भन्न मिल्दैन। कौलेबाट चाहिँ फेरि उता चाहिँ खत्तमै छ है।
धुलो कति उडाएर आएको हैट। के भिडियो एउटा गाडी बाइक अगाडि हुनु हुँदैन है, पुरा धुलो उड्छ। अभियसली म जस्तै तपाईँहरू पनि होला, धुलो त कसलाई मन पर्थ्यो र हैन। सो धुलो मन पर्दैन, धुलोमा हिँड्न मन पर्दैन, सासै फेर्न गाह्रो हुन्छ अनि धुलोमा। सो यसरी अफरोडमा यो धुलो धेरै उठ्ने ठाउँमा हिँड्दाखेरि चाहिँ कुनै गाडीहरू बाइकहरू नभेट्दै राम्रो हुन्छ जस्तो लाग्छ। धुलो उठ्छ, सास फेर्न गाह्रै बनाइदिन्छ है। धेरै समयपछि बाइक पनि यसरी अफरोडमा चलाउँदा त गाह्रो हुने रहेछ त। त्यो बाइक आयो, धुलो उड्यो, मलाई पनि धुलो उड्यो, उसलाई पनि धुलो उड्यो। यहाँ पनि अलिक सेफ्टीको साथ अलिक कुना कुना चलाउनु है। मुनि चाहिँ अब भिड छ होइन, सो के गरे स्लिप भएर यहाँ फेरि एउटा ढुङ्गामा अल्झेर लडिहाल्नु हो भने मुनि पुग्नुहुन्छ फेरि। सो सेफ्टीको साथ चलाउनुहोस्। हामी चाहिँ अब कौले पुग्न लाग्यौँ है। यो चाहिँ कौले बजार हो।
यहाँ चाहिँ तपाईँले प्राय चिजहरू चाहिँ पाउन सक्नुहुन्छ है। माथि बाल्टेमा चाहिँ पाउँदैन यहाँ जतिको। यहाँ चाहिँ पसलहरू पनि ठुलो छ अनि सामानहरू पनि अलिक धेरै नै पाउँछ, भेराइटीहरू है। फाल्चेमा हेरेर, फाल्चेमा चाहिँ अलिक पाउँदैन, पसलै छैन। लगभग 4-5वटा गणित चाहिँ छ कि फाल्चेमा पसल। अब चाहिँ अलि राम्रो बाटो कटियो, अब चाहिँ अफरोड सुरु हुन्छ है। अब चाहिँ म चाहिँ अब बाटोमा ध्यान दिन्छु। सो त्यति बोल्दिनँ होला है। अलि इन्ट्रेस्टिङ चिज के रहेछ भनेदेखि चाहिँ हजुरहरूलाई अभियसली खबर गर्नेछु, यहाँ बोल्नेछु होइन। एकछिनलाई चाहिँ बोलिनँ है त म।
यहाँ पुग्नुपर्ने हामी है। हाल चाहिँ बाटो त कडा रहेछ त। मलाई 220 को राम्रो चाहिँ के लाग्छ, जस्तो बाटोमा नि सुइटेबल छ क्या यो बाइक चाहिँ, जहाँ पनि जान्छ त्यो चाहिँ राम्रो लाग्छ। पावरफुल पनि छ अनि पछाडि साथीहरू बोक्नलाई पनि कम्फर्टेबल छ, अलि लामो छ नि त, सो राम्रो छ।
दुई तीनजना बोकेर पनि यस्तो कालो त मजाले तानिन्छ। यस 220 बाइकको चाहिँ यही विशेषताहरू चाहिँ राम्रो लाग्छ। ए बाटो, यो बाटो हो के हो? लगभग हामी पुग्न लाग्यौं है। यहाँबाट यही माथि हो। म चाहिँ मेन रोडबाट गएँ होइन, सर्टकट लिएँ मैले। हामी चाहिँ लगभग आइपुग्यौँ अब है। यही माथि हो। आइपुग्यौँ। यस यहाँ चाहिँ पहिला म बस्थेँ। खुसी लाग्यो यहाँ आइपुग्दा। भाइ सायद स्कुलमा होला।